नमस्ते। आज हामी बालाजीको भेली पुलिस स्टेसनमा छौँ। अब हामीले यसो अफिसबाट फेरि 5 बजेपछि निस्केर हाम्रो भरत जीवा हुनुहुन्छ यता, हाम्रो यता सन्दीप जीवा हुनुहुन्छ, यता माइला जीवा हुनुहुन्छ, अनि यता हाम्रो गणेश सर हुनुहुन्छ। गणेश जीवा चाहिँ उहाँ हुनुपर्ने हो होइन, यता सानोलाई चाहिँ जीवा भन्ने होइन, उमेरको हिसाबले चाहिँ जीवा चाहिँ उहाँ हो। हामी आज भेली पुलिस स्टोर क्या नगराले केएफसी आज हामीले बिल अर्डर पनि गरिसकेको छौँ डाइनिङ गर्न लागेको। सक्नु इन्तजारमा हो, सक्नुहुन्छ अब कतिखेर आउनुहुन्छ। अब वसुन्धराबाट हिँड्दै यस्ता बाह्र आइपुग्न 15-20 मिनटमा आयो हुन्छ होला उहाँहरू। अहिले चाहिँ हामी भ्याली पुलिसमा हाम्रो यो अर्डर बिल हो, पेमेन्ट पनि गरिसक्यौँ होइन हामीले गरिसक्छु। आज कसको स्पोन्सर अहिले? आज त मेरो स्पोन्सर हो, ओटी खेलेर चाहिँ मैले जितेको थिएँ। त्यहीको चाहिँ आज के ओटी भनेको ओभर टाइम है, अब के ओभर टाइम हाम्रो ओभर टाइमको पैसाले चाहिँ हाम्रो केएफसी खाइरहेछ। केएफसी होइन भ्याली पुलिसमा केएफसी भन्दैन अब केएफसी चिकनको आइटम खाँदैछौँ। त्यो होस् केएफसी त होइन, के जाति त्योमा चाहिँ हाम्रो फ्राइड चिकन बर्गर छ, त्योमा चाहिँ विथ एक्स्ट्रा चिज। ल अब एकछिनपछि हाम्रो खाना आएपछि केही भएछ नि भिडियो खिच्छौँ, नभए खाना सिक्छ है। ल हाम्रो यो कम्बो माइलाले सुरुवात गरिसक्यो, एट्याक गर्दैछ नि, एट्याक केटाको एट्याक। ल है त सिक्छ। म प्रोटिन हुँदा पहिला आलुबाट गर्छु म त। उसको पछि लाएर बर्गर के अरे केएफसी मेरो पछि लाउनु पर्यो केएफसी खानु। यो डिउ हाल्नु नि त 4 गिलासमा। चिकन आइटम हो जो अस्ति इन्डियाबाट मगाएको भन्दा पठाबाट मगाएको भन्दै ठिक छ। त्यसमा केएफसी खानु आइसमा नै चाहिन्छ। त्यो पो गल्ल केएफसी होइन, हाम्रो त मगाउनु आउँदैन नि। केएफसी अनि यो अर्को आउँदै खरे कि होइन, बर्गर आउँदैन, बर्गर चिकन पनि आउँदैन। आजलाई फर्स्ट डाइनिङ भ्याइयो, अब सेकेन्ड डाइनिङ आउँदैछ। गर्छ कस्तो छ? मिठो लाग्नु तपाईँ? मिठो अनि साँच्चो कुराको भिडियोमा त जे होइन, मिठै छ क्या, मिठो मिठो छ। मिठो छ। भोक लागेर पनि होला माइला कस्तो? तर योभन्दा यो मिठो है बरु दिउ। तिमीलाई पानी खाएको कस्तो लाग्छ? पानी एक्सपेक्टेसन भर्सेस रियालिटी। ए ओके नाइस। यस्तै हो कि हिजो भर्खर गाउँबाट आएको। यस्तो होइन बाउ भने बाउ हो, सरान छ है, त्यसै काम गरेर के कहाँदेखि भने एक तारिक आउँदैछ मेन चिज आउँछ। टुट सकुन सर भर्खर आउनुभयो ल। यो त केएफसी होइन नि, केएफसी त्यही त भने मैले बिएफसी केएफसी अनि बिएफसी अब त्यहाँ छ कि त्यही छ कि तपाईँ आगो लाग्यो पुरै बनाइसक्यो क्या। चक्राबाट छुट्टै केएफसीको उस पनि छ कि चक्राबाट हो। मलाई बुझ्यो त सबै के लाने हो सकुन सर आइसक्नुभयो बर्गर के गर्नु हो यहाँ। अब बर्गर आयो, आउनै छ अरे। यसमा चावल मात्रै अड्ने भएर के गणेश सर? पहिला गणेश सर ट्राई गर्नु। होइन पहिला सकिन्छ सकिन्छ। के जमाना आयो ल यहाँ दुइटा गाउँको बहिनी गोर्खे होइन नेपालको हो क्या, नेपालको हो क्या। ल माइला भिडियो के कन्टेन्ट क्रिएटर त्यहाँकै एकछिन राखिदिउँ न। एकछिन अब खाने आधी घन्टा राख्छु उहाँलाई। माइला एकछिन फेरि टोको त ठिक छ। ए वहाँ गएर
जान्नुहुन्न कि भाइरल भएर अभिषेक काम गर्नु छैन भिडियो हेर्न अब हामी यो खाएर गर्छौँ ल खाएर सकियो अब चाहिँ अर्को नि आएर पचाएर कस्तो छ फोहोर बनाएर होइन अब हामी निस्क्यौँ मेरो मन ल्याएन तपाईँको मोबाइल त्यता कता रहेछ हामी यसो बाहिर घुम्नु छिटो उज्यालै छ बाहिर 6 बज्नु मेरो मोबाइल भेट्यो मोबाइल वर्षले जस्तो 2 नम्बर उकाल्ने हो म के अरे ए फोन आएछ तिम्रो फोन हरायो साइड म माइलासँग बस्छु नि त माइला होइन म माइलासँग बस्छु नि त स्कुटीमा 2 जना आउँदैछन् कुनबाट जाने हो तिमीलाई थाहा छ कहाँ जाने हामी हामी यहाँबाट निस्किन्छौँ हाम्रो जीवा यहाँ छन् हामी लागेको गाइड यहाँ यताबाट जाने होला मैले हो के अघि यताबाट जाने होला यताबाट जानु मिल्छ गाडी पहिला सकुन्सर जाने देऊ के निस्किने यताबाट चाहिँ हामी यताबाट निस्केको यताबाट निस्किन्छन् हाम्रो हामी यता निस्केर मैले चाहिँ गाइड हान्दैछु गाइड यता देखाउनु शम्भु भगवान् पाउ भगवान् पाउ सिधा पकाउनु मैला होइन के होइन कि यहाँ जामुको अगाडि माइलो कहाँ उता अगाडि रोक्यो त मैले बिचमा रोकेर सबैजना यता मात्रै राख अगाडि उता अगाडि रोक्छ ल अरू आएन नि त जीवाहरू कुद्ने होला नि जीवाहरू जीवालाई कुट्दैनौ र तिमीले आमा होइन जीवा कुट्दैनौ र बाटो बाइक धुला बस्नु कहाँ गयो त आएन नि हो धुलो धुलो रहेछ धुलो बाँधेलाई हल्लाएको अगाडि सकुन्सर हुनुहुन्छ यहाँ माइलाले पुऱ्याइरहनु पर्छ चिसो है मैले यहाँ चिसो भएको थियो यस्तो लाग्छ मलाई घरहरू गाडी कुदाएको त यसले कुदाउनु त हुँदैन म माथि डाँडामै गरेको छु अहिले हामी माथि सिङ्गलदेखि माथि हेर्दैको छौँ तल जाने क्या एकदम हामी तल अब हामी तल बाइक गाडी गर्ने हो कहाँ बस्ने अरे हामी चाहिँ यो सिङ्गल ट्री आएको छ तिम्रो फर्स्ट टाइम हो र फर्स्ट टाइम फर मी म त पहिला यो नबन्दैखेरि नै पहिला 8 वर्ष अगाडि
8 वर्ष अगाडि चाहिँ आशिष चाहिँ भर्खर 8 कक्षामा पढ्दै त्यो पनि भन्न पाएँ हजुर बल्ल 16 वर्ष भयो 8 कक्षामा 8 वर्षमा त कहाँ पढ्थेँ र म पढ्थिनँ होला के भएर त त 8 फेल होइन 8 फेल हो के भएर अर्को के भन्छन् र जीवहरू ए तपाईँहरू कहाँ जान लाएर आउने ठिकै बोल्छ बोल्छ ए सक्नु गर्ने सर तपाईँ चुप्प लाएर बाइक यहाँ पार्किङ गर्नु त बाइक यहाँ हाल्नु एक ठाउँमा के भन्यो भने त्यहाँ हाल्नु बाइक हो त्यहाँ हाल्नु बाइक यहाँ हाल्ने बाइक कहाँ कहाँ र काम छैन के सोधेर बसेको कसलाई ठिकै बाइक हाल्नु नि यहाँबाट माथि जाने भने त्यति बाइक यत्रो हाल्नु यहाँ त्यसको अवस्थै छैन फेरि सोध्नु त्यहाँ पो अब यहाँबाट माथि जाने हो सौदानमा जानु चाहिँ उकालो उक्ने ए रामन भाइ यहाँ त्यही राख्यो क्या त्यहाँ राख्छु अनि बडीमा मात्रै हातमा माथि पनि गएको थियो कि चाहिँ भडारी जीवहरू माथि भएको कठमाडौँ कम तपाईँ हेर्नु न पार्किङ आज एक दिन मात्रै खोलेको बुथमा पार्किङ तल थियो त्यो पार्किङ हेर्नु भयो अरे आउनेलाई यसो आज चिया खर्च दिएछ ल तपाईँ राम्रो हेर्नु न बाइक ढुक्क हुन्छ बाइक होइन माया छ माथि तर ल हेर्नु चालिस घुमेर ट्याक्क 300 पाउँथ्यो कस्तो मिलायो स्कुटी गरे पनि हुन्छ दाजु तिमीले हेर्दैन होला अनि उसले हेर्दैनन् होला ल गर अन्त त हेरेर लगाउन गर्नु हुन्थ्यो पार्किङमा पनि यहाँ सबैलाई बसाउने भरेमा दामी आउँदो रहेछ सेल्फी हान्ने अरे ए टोली टोली दाएँ बाएँ कहाँ गयो दाएँ बाएँ बाइक हेर्छ नि आफूले हेर्नु भरे आफै हराउँछ त खोइ त कहाँ गयो त भरले हाल्दैछ आइयो त्यसलाई आज हेलमेट दिएर जाने पनि भरे आउँदैन त के भनेर आयो तिमीलाई त मैले हम त तपाईँले के भन्नु के भने न सिखेल्नु नि त त्यो डर लाउने छ गाइड अब फोटो खिच्ने ल हामी एउटा फोटो खिच्छौँ अब के फोटो खिच्छौँ फाइनली गाइस टोली ल एकचोटि कोही छोडा न पखान एउटा टोली फोटो खिच्छ भनेको भाइ ल फोटो खिच्नु ठाडो उकालो छ अरे यही हो साढे असरी हिँड्नु त के रहेछ अरे गणेश ल पर्दा आउने सिङ्गल तिर पछि डबल बनाउनु ए सिङ्गल तिर गाइस बोका हेर्ने बोका गाइस बोका हेर्ने बोका को बोका ब्याट बोका Yeah, 30 game. Who am thinking? Crosswalk वाला है. यो चाहिँ सेम गाइज यता चाहिँ दुईवटा परी हुनुहुन्छ र यो स्काई टावरमा हिमाइलो
यो बुट्टो मात्रै भएर अरे सिम्बल यो बुट्टो त ऊ त्यो केमा आयो त्यो त्यो चाहिँ त्यो एउटा गुम्बा हो मन्दिर गाइज बोका हेर्ने ल एकछिन हामी आइपुग्यौँ अब एकछिन आयो अनन्तले गफ गरेर बस्ने विराजको यो बुढाबुढी त्यही आएर र अहिले चाहिँ अब यहाँबाट निस्केको हामी अहिले स्क्यान पनि लाग्यो अँधेर पनि भयो अब यहाँबाट हाम्रो गन्तव्य कहाँ हो व्हाइट गुम्बा अब डेस्टिनेसन अब हाम्रो व्हाइट गुम्बा भन्नुपर्छ त्यही गर्ने त्यो ठाडै ओह्रालो छ गाडी एकजना गुल्ट्यो भने कहाँ पुग्छ बुढी गणेश सर तपाईँले त बुढी छोरी ल्याउँदा बोक्नुपर्छ उताबाट बाटो छैन हो र छैन गाली राम्रो बनाऊ है भाइ ठाडो उकालो छ राम्रो छ बिहान 20 चोटि ओह्रादोह्र गऱ्यो भने ठिक हुन्छ यो रनिङ तपाईँको खुट्टाको जोड दिनु ठिक मसल्स टाइट हुन्छ निस्किने ब्याक छोडेर म माइलासँगै बस्छु अब फेरि माइलासँगै बस्छु माइला तिमीसँगै बस्नु होइन हो हामी उता पारि जान्छ ल अहिले यहाँ आएको त्यस्तो अँधेर भइसक्यो राम्रो छ यो यहाँ छ गणेश सर फर्किनु अब हामी पनि फर्किन अब यहाँबाट डाँडामा आइयो रमाइलो छ के फाइदा हो निस्किने गणेश सर यही हेर्नु भ्यू जाडो देखा जाडो देखाएर हुन्छ राति यहाँ बिहान हेर्ने ठाउँ त्यो के हो त कालो पाण्डे हो त होइन काठमाडौँ हो र हो कालपाण्डे होइन ऊ कुन हो कालपाण्डे ऊ त कालपाण्डे नि कालपाण्डे डाँडा त हो र होइन कालपाण्डे पाहाड कुन हो र कालपाण्डे कालपाण्डे त कहाँ कहाँ हो यही होला यो होला यही हो कि त्यही हो कालपाण्डे त्यही हो कि कालपाण्डे त्यहाँबाट उता गोर्खा कालुपाण्डे यो ऊ त माथि चन्द्रगिरी चन्द्रगिरी त्यो डाँडा भयो त्यो रेसोर्ट हो यो नागार्जुन भयो लाइन भयो कि यो सबै डाँडा हाम्रो घरदेखि जाने बाटो ऊ त डाँडा छ नि त्यो डाँडाको डाँडाबाट बिच बिच यो डाँडा त भिडियोको किर्तिपुर यता यो उकालो जस्तो गएको छ है त त्यही त नि के चाहिँ कुन ओ उकालो जस्तो सर्लक्क माथि गयो ल यहाँबाट छुट्टी लाग्छ अब यहाँदेखिको छुट्टी लाग्छ होइन यताबाट जाने यता मैले हामी स्वयं भयो स्वयं भयो के भन्छ ल माइलो आजलाई यति नै घर आइपुग्यो ल अब आजको भिडियो लाग्यो यति नै
Bye, good night, guys. ओके ल